बोलिए श्री प्राणनाथ प्यारे की जय। संपूर्ण सुंदर साजी में प्रेम प्रणाम जी। मिति 2082 साल 1 महीना वैशाख 3 गते को दिन आत्मा जागृति बाल तथा युवा शिविर समापन भइसकेपछि र शिविरमा आउनुभएका विभिन्न स्थानबाट जिल्लाबाट आउनुभएका भाइ बहिनीहरूलाई एउटै जिल्ला ठोरी गाउँपालिकाभित्र रहेको 3वटा मन्दिरको अवलोकन तथा भ्रमण गराउने हाम्रो उद्देश्यले हाम्रा भाइ बहिनीहरूलाई हामीले सुवर्णपुर मन्दिरदेखि श्री प्राणनाथजी मन्दिर रामनगरका लागि लिएर जाँदैछौँ। सम्पूर्ण सुन्दर साथीहरूले यो भिडियोलाई अन्त्यसम्म हेर्नुहोला। श्री निजानन्द युवा परिषद नेपालद्वारा आयोजित बाल युवा शिविर। निजानन्द युवा परिषद नेपालले अनलाइन रूपमा विभिन्न कार्यक्रमहरू गर्दै आइरहेको थियो। अहिले चाहिँ फिजिकली रूपमा बाल युवा शिविर सञ्चालन गरिसकेपछि हामी चाहिँ उहाँहरूकै नेतृत्वमा श्री प्राणनाथ मन्दिरको दर्शन अवलोकन गर्न तथा श्री प्राणनाथजी मन्दिर ठोरीको पनि मन्दिरको अवलोकन गर्न र साथै त्यसै स्थानमा रहेको पार्क रेड हिल पार्कमा पनि हामी जाँदैछौँ। हामी अहिले चाहिँ प्राणनाथजी मन्दिर रामनगरमा आइपुगेका छौँ। हजुरहरूले यो भिडियोलाई हेर्नुहोला, लाइक कमेन्ट र सेयर पनि गरिदिनु होला। मन्दिरमा सुन्दर साथीहरूले हामीलाई हाम्रो भाइ बहिनीहरूलाई स्वागतको लागि स्वागत भजन पनि गाउँदै हुनुहुन्छ। श्याम श्यामाजी साथ जी तले घूम बैठे हैं जाए, तले घूम बैठे हैं जाए। सबै मिलेर पूर्ण गाउँ बोल्ने छौँ एक साथ भाइ त जुन सिकाएको छ नानीहरुलाई। ओ रामनगर श्री प्राणनाथजी मन्दिर रामनगरलाई अवलोकन गर्नेछौँ अनि नास्ता मिठो बनेको छ न प्रसादी ग्रहण गर्नेछौँ आरती पूजा गरेर अनि त्यस पछाडि फेरि हामी अगाडिलाई प्रस्थान गर्नेछौँ। परिचय है यो श्री प्राणनाथजी मन्दिर रामनगर के नाम रहेछ? श्री प्राणनाथजी मन्दिर रामनगर। आत्माको प्रियतमको नाम के हो? राजी। के नाम रहेछ? अघि ढाले ढालेमा कत्रो आवाज छ? पियाजी न पूजन विध कीजय, राज श्यामाजी न पूजन विध कीजय, सर्वे सुंदर साथ जी न पूजन विध कीजय। फेर फेर मूल सर्प चित्त में लीजय, जो कोई ज्योति प्रकाश कर तो आरती सिया वरदानी आनंद जुगल स्वरूप सुंदर सुखदाय श्याम रानी कोई कांचन रसिका वदन ईसो श्री प्राणनाथजी मन्दिर रामनगरको अवलोकन गरिसकेपछि हामी सबैजना
अहिले रेड हिल पार्कमा आएका छौँ सबैजना भाइ बहिनीहरूलाई लिएर घुमाउनको लागि। अनि त्यसपछि हामी फेरि श्री प्राणनाथजी मन्दिरमा आइपुगेका छौँ र भजन कीर्तन गाउँदैछौँ। सबैजना मिलेर राज्यको पूजन आरती गर्दैछौँ। अहिले चाहिँ हामी सबैजना ठुरीको ठुटी खोलामा पिकनिक एउटा सात्विक पिकनिकको लागि आएका छौँ र सबैजना भाइ बहिनीहरू भजनवाडी गायनको अन्ताक्षरी खेल्दै हुनुहुन्छ। यतापट्टि सुन्दर साथ हाम्रो सुन्दर साथीहरूले भोजन बनाउँदै हुनुहुन्छ अनि हामी भोजन प्रसाद खाएर फेरि सुवर्णपुर श्री प्राणनाथजी मन्दिरतर्फ लाग्नेछौँ। प्रेम प्रणाम जी। अहिलेसम्म यो भिडियो हेर्नुभएका सम्पूर्ण सुन्दर साथीहरूलाई धेरै धेरै धन्यवाद भन्दै यो भिडियोलाई सेयर गरिदिनु होला, लाइक गरिदिनु होला र कमेन्ट गरिदिनु होला। प्रेम प्रणाम जी।